यहाँ छ 16 Pro Max यस्तो दामी आउँछ अनि अच्छा 5 ठीक है नो यस नो यस आए ऐश्वर्या राय यहाँ क्या कर रही है शुभ बिहानी साथीहरू आज यो दोस्रो दिन आज चाहिँ 10 गते रहेको छ हिजो 9 गते जनकपुर आएको थियो र आज 10 गते बिहान बिहानै एउटा मोडेर नसु बिहान यतातिर यताउति हेर्दैछ बिहान बिहानको जनकपुरको भ्यू साथीहरू घाम लागिरहेछ त्यहाँ गाई बसिरहेछ गाई नै गाई यता पनि गाई ये आपका है सब? हाँ हमरे भैंसी है परू है गाय है जनकपुर में शूट कर रहा है बहुत अच्छा है इधर से धाम कितना दूर है इधर से थोड़े है थोड़े 20 रुपया लेते टेम्पुर वाला और वहाँ छोड़ देते 20 रुपए में छोड़ देता है गाय है दो गाय भी है गाय किधर है अंदर है आ सकते हैं देखने के लिए हाँ हाँ चलिए ये ताजा गोबर भी है बाछो कैसे है माता जी आप प्रणाम आपको यता सानो सानो नन्दीहरू गाई यहाँको गौशाला सानो गोठ वहाँ पर पनि रहेछ क्युट क्युट हेलो ल ल ल तर्सिँदो रहेछ यता मसँग डराउँदो रहेछ बाबु यो मात्रै रहेछ है अलिकति नडराउने यहाँ यो मात्रै अलिक डराउँदैन रहेछ उनीहरू त डराइहाल्दो रहेछ मेरो धरान हजुर आउनु भएको छ धरान घुम्ने आए आप गए उधर नहीं हम गए हैं नहीं गए वो भी बहुत अच्छा है आपको आना चाहिए उधर बहुत अच्छा अच्छा जगह है घूमने के लिए ठीक है हम चाय खाने के लिए चले जाते हैं हम चलते अभी बाद में आएंगे चलते माता जी ठीक है आपका आशीर्वाद बना रहे यहाँ त के हो तर कति ठाउँ चाहिँ अलिक फोहोरहरू चाहिँ उपरै रहेछ यहाँ फोहोरको म्यानेजमेन्ट चाहिँ अलिक देखेँ होइन मैले अब फोहोरको म्यानेजमेन्ट अलिक कम छ सुँगुरहरू पनि यताउता सबै फोहोरै पर्छ तर एक हिसाबले जनकपुर राम्रो पनि छ एक हिसाबले अलिक नराम्रो छ कि म अलिकति फोहोर भएको ठाउँतिर मात्रै पुगेको हो कि हामी यहाँ पोसा लगाएको थियौँ चिया खानालाई यहाँ टक्क ल्याएर यहाँनिर अङ्कलहरूले अब चिया बनाउनु अब यहाँ सट्टा चिया खाएर अब हामी फेरि जनकपुर अलिअलि एक्सप्लोर गर्छौँ साथीहरू तपाईँहरू भ्लगमा कन्टिन्यू हुनुहोस् यो डे 2 हो आज चाहिँ जो डे 1 को भ्लग तपाईँहरूले हेरिहाल्नु होला अब यो डे 2 को भ्लग तपाईँहरू इन्जोय गर्दै गर्नुहोस् यहाँ हामीले एउटा 10 रुपियाँको ब्रस पनि भेटाइहाल्यो आजको लागि होइन काम चल अनि एउटा नोस्टाल्जिक देखाइदियो त भाइ नोस्टाल्जिक अब दुध पाउडरको खानुपर्छ पहिले ओभर खाइन्थ्यो हो दामी लाग्छ यो खानुपर्छ अनि अब हामी लाग्यौँ हाम्रो यता मासतिर ठाउँतिर म जनकपुर घुम्दै पनि छु साथीहरू साथै अब यहाँ मेन के चिजको लागि त भुल्नु भएन नि त म काम गर्नको लागि आएको म रिल पनि सुट गरेर रिल बनाइदिनु अबे जल्दी बोल कल सुबह पनवेल निकलना है एडिट गर्नलाई आएको हो होइन बनाउनलाई सो गाइस मेरो काम पनि म तपाईँहरूलाई देखाउँछु म यहाँ रिल सुरु गर्न थालेको है रिल गर्न यहाँ फाइल म कपी गर्दैछु अहिले होइन अब यहाँ फाइल कपी गर्छु म तपाईँहरूलाई यसको टाइम लैप्स बनाएर देखाइदिन्छु म कसरी काम गरिरहेको छु रिल लेट्स एडिट रिल ओके
अहिले चाहिँ साँझ परिसक्यो होइन आज जानकी मन्दिर जाने भनेको त्यत्तिकै भइरहेछ होइन म भर्खर नुहाइधुवाइ गरेर चेन्ज गरेर फ्रेस भइसकेँ होइन नुहाइधुवाइ गरेर निस्किसक्यो भाइ अब भर्खर नुहाउन जानु लाग्यो भन्दैछ यहाँ चाहिँ बेलुका रातिको लागि आज यहाँ सङ्गीत प्रोग्राम रहेछ आज 11 गते 10 गते चाहिँ सङ्गीत छ आज यहाँ सङ्गीतको लागि डेकोरेसन चलिरहेको छ अनि मैले हल्दीको रिल्सको काम सकिसकेँ होइन एन्ड देन अब आज सङ्गीतको अलिअलि म डेकोरेसनको सुटहरू अलिअलि गरेर त्यसको पनि रिल बनाइहाल्छु अनि फर्स्ट थर्ड फाइनल डे 11 डेको लागि चाहिँ त्यसको पनि बनाउने नै छु अनि जनकी मन्दिर अब यो भाइ छिटो नआएर निस्केर डटफट गरेर भने जाने होइन आज बेलुका किनकि बेलुकाको भ्यू जनकी मन्दिरको दर्शन गर्न जानु चाहिँ पर्ने हुन्छ जनकी मन्दिर त फिक्सै जाने हो आज नगए पनि भोलि बिहान चाहिँ हामी जानकी मन्दिर जान्छौँ डे 3 आज यो डे 2 को दिनमा तपाईँहरूले यदि जानकी मन्दिर देख्नु भएन भने सुर्ता नमान्नुहोस् डे 3 मा भयो भने म तपाईँहरूले जानकी मन्दिर चाहिँ देख्न सक्छु जानकी मन्दिर हामी जान्छौँ मैले यहाँ अलिअलि युट्युबको लागि सर्च लिइहालेँ होइन वाइडमा मेरो फोनबाट अलिअलि वाइड सर्टहरू लिइहालेँ युट्युबको लागि अब चाहिँ हाम्रो मेन काम रिल्सको लागि सर्ट लिनुपर्छ र हाम्रो रिल्सको लागि चाहिँ हाम्रो प्रतीक सरको फोन यहाँ छ 16 Pro Max यस्तो दामी आउँछ अनि यहाँबाट अब यसबाट चाहिँ अलिअलि सर्ट लिन्छौँ हामी मैले यसबाट सर्ट लिन्छु यसरी अनि पारा आइसक्यो त केटाको भने ऊ खतरा भिडियोग्राफर भइसक्यो आज फ्यु सर्ट्स I've taken मैले यहाँबाट के सर्ट्सहरू लिइरहेको छु तो एनर्जी का जो डोज है ना वो बहुत नीचे है तो आपसे भी रिक्वेस्ट करूंगी एक बार बड़े ही आदर के साथ भक्ति भाव के साथ यहाँ पे जय जा रहे हैं आप सभी का हमारे जितने भी यहाँ पे अतिथिगण है मेहमानों खास हैं आप सभी का साथ चाहूंगी मतलब कि अच्छे से लूट लिया आपने तो मुझे क्या दोगे तालियां क्या दोगे मुस्कुराहट कोऑर्डिनेट कर लो वो ऐसी कौन सी चीज है जिसको जब आप खाते हो तो छीलो तो छिलका नहीं काटो तो गुठली नहीं खाओ तो गुदा नहीं इट्स राइट आंसर आइज घर पे जाएं और अपने अपने पतिदेव से पूछें ये सवाल का जवाब तो नहीं तो 500 रुपए मेरे ठीक सोनी को आगे आ जाओ अभी 1 2 3 आप भी और 4 5 ठीक है थोड़ा सा फास्ट रखिए प्लीज स्टेज के पास कुछ हार्ड नहीं कर पा रहे डांस वांस नहीं कर पा रहे आप लोग यस नो बोलना है अगर मैंने यस बोला तो नो बोलना है यस ऐसे बोलना उल्टा राइट सो आए ऐश्वर्या राय यहाँ क्या कर रही है ये ताल मूवी की ऐश्वर्या राय इधर आ जाइए प्लीज कहीं आग लगे लग जावे वीडियो बना लेंगे कोई और हाँ कहीं कोई और बना लेंगे आपको इसके एक्स्ट्रा पैसे नहीं मिलेंगे कुछ पैसे नहीं मिलने वीडियो बनाने के राइट सो कैन वी स्टार्ट एवरीवन एक बार अपनी सीट पे आके बैठ जाएं यस नो यस नो यस यस नो यस नो यस
नो यस तो कहते हैं अच्छा उनको बड़ा मजा आ रहा है आगे आ जाओ आगे आ जाओ छौँ अब मैले उसको साथीको फोन यहाँ राखिहालेँ होइन होइन साथीको फोन पनि उता दिन्छु ज्याकेट चाहिँ बरु हुडी चाहिँ उपर तातो भयो क्या धेरै तातो भएर मैले हुडी खोलेँ अब म अर्को ज्याकेट त लाउनुपर्छ लेदरको ज्याकेट लाउँछु अनि बाहिर निस्किन्छु साथीहरू पुरै सङ्गीतको डान्स गीत चाहिँ बजिरहेछ अब म त गीत रेकर्ड गर्नु मिलेन युट्युबमा त कपिराइट लागिहाल्छ त्यही भएर मैले उता गीतहरू रेकर्ड गरिनँ कि अलिअलि त खाना पनि भिड देखिरहेको थिएँ अब एकछिन हामी यता डुल्छौँ अनि खाना खान्छौँ अब यहाँ एकछिन यहाँ साइडतिर भाइहरूको साइडतिर जान्छु भाइसँग भयङ्कर हुँदैछ है यस्तो दामी भित्र काम भइरहेको छ यस्तो होइन चक्क लगाएर काम चलिरहेछ यहाँनिर सब्सक्राइब गर्नको लागि यत्रो ठुलो बुके म तपाईँहरूलाई दिन्छु सब्सक्राइब मलाई गर्नुहोस् म तपाईँलाई मायाको चिनो यत्रो बुके तपाईँहरूको लागि ल सब्सक्राइब गर्नुहोस् छिटो बुके चाहिन्छ भने दाजुहरू म चाहिँ अहिले अब हल्का पेट पूजाको लागि है यहाँ चाहिँ हाम्रो हलुवा गाजरको हलुवा अनि यो के मसला डोसा हो सर मसला डोसा पनीर डोसा यहाँ पनिर डोसा गाजर पनीर यहाँ गाजर पनिर डोसा हुँदैछ गाजरको हलुवा अब यो खान्छु साथीहरू हिजो तपाईँहरूलाई भ्लगमा हाल्न चाहिँ पाइनँ तर हामीले क्याटरिङ मान्छेहरूसँग कारिगरसँग हिजो दरो गफ भएको थियो अनि केटाहरूले त दामी बनाइदियो हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ रुममै लिएर यहाँ चाउमिन ल्याम्बुमा हालिदिइहाल्यो केटाहरूले यहाँ पनिर पनि भरभरकै हालेर दामी हुने थियो लानु भन्दै केटाहरूले बनाइदिएर चाहिँ अब यहाँ खाजा मैले रुममा लिएर आइसकेँ अब यसलाई बजाउने हो अनि तल फेरि घुम्नु जाने हो